मिनी स्विजरल्यान्ड भनेर चिनिने जम्मू कश्मीरको पहलगाम सहर नजिकै रहेको यो बाइसरन भ्यालीमा दैनिक जसो हजारौं पर्यटकहरू घुम्न आउने गर्दछन्। अहिले हिउँ पर्ने मौसम नभए पनि यहाँको हरियालीलाई निहाल्दै प्रकृतिको सुन्दरतामा रमाउन मानिसहरू पहलगाम बजारदेखि 5 किलोमिटर उत्तरतर्फ पैदल यात्रा गरेर वा घोडसवारी गरेर त्यहाँ पुग्ने गर्दछन्। किनकि यो निकै उच्च पहाडी भेग भएकोले गर्दा यहाँसम्म जाने सडक बाटो हालसम्म बनेको छैन। हिजो अप्रिल 22 गते पनि सधैँझै मानिसहरू कोही पानीपुरी खाँदै, कोही फोटो खिच्दै, कोही घोडा चढ्दै त कोही जिपलाइन खेल्दै खुल्ला आकाशमा रमाइरहेका थिए। तर करिब दिउँसोको 2:30 समयमा एक्कासी केही आतंककारीहरू हातमा हतियार लिएर वरपरका जंगलहरूबाट भ्यालीमा प्रवेश गरे। शान्त र रमाइलो वातावरण भएको भ्यालीमा एक्कासी डर, त्रास र कोलाहलको माहौल बन्यो। उमरा चलना यार। ओए था कोई दिसता जहांगीर तो यार बेड़ियां पीछे जुलदे यार तुम मौत ही कश्मीर की आतंककारीहरूले 3वटा समूह बनाए, जसमा पहिलो समूहले हावामा गोली फायर गर्दै भ्यालीमा उपस्थित भएका सबै पर्यटकहरू एक ठाउँमा जम्मा पारे। अनि एकै ठाउँमा जम्मा भएको पर्यटकको भिडबाट महिला र बच्चालाई एक ठाउँमा र पुरुषहरूलाई गरी एक ठाउँमा फरक फरक स्थानमा छुटाए। त्यसपछि अर्को समूहले पुरुषहरूको भिडमा गएर उनीहरूको नाम र धर्म सोध्न थाले। अनि जो मुस्लिम थिएनन् तिनीहरूलाई ताकी ताकी भटाभट गोली हान्न थाले। केहीलाई नजिकैबाट सुट गरियो त केहीलाई आतंककारीको तेस्रो समूह जो अलिक पर जंगलको नजिकै हातमा स्नाइपर लिएर बसेका थिए तिनीहरूले ताकी ताकी शूट गर्न थाले। बोलते भेलपुरी खाड़ी से मेरा पति साइड में था, एक इंसान आया, उसने उसको गोली मार दी। यहाँ पे उसने बोला कि शायद मुस्लिम नहीं है, उसने उसको गोली मार दी। त्यहाँ उपस्थित केहीले आफू मुस्लिम भएको भनेर भने, तर आतंककारीहरूले अझै पनि पत्याएनन् र उनीहरूलाई भेरिफाई गर्नको लागि इस्लामिक कलमा पढ्न लगाइयो। अझ यतिले मात्र नपुगेर केहीलाई त पाइन्ट खोलेर खतना गरेको छ कि छैन भनेर समेत चेक गरियो। हुँदा हुँदा आतंककारीको समूहले एकजना मुस्लिमलाई पनि गोली हाने, किनकि उनले ती आतंककारीहरूको विरोध गरेका थिए। यसरी हेर्दा हेर्दै सुन्दर बाइसरन भ्याली एकाएक रगत र मृत्युको पुकारले गुन्जिन थाल्यो। त्यहाँ उपस्थित भएको एक महिलाले आतंककारीहरूलाई मेरो श्रीमानलाई त तिमीहरूले मारिहाल्यौ, अब मलाई पनि मार भनेर भन्दा ती आतंककारीले जवाफ दिए, हामी तिमीलाई मार्दैनौ, यहाँ जे भयो र तिमीले जे देख्यौ त्यो तिम्रो मोदीलाई गएर सुनाऊ। त्यसपछि करिब 4:30 बजीतिर मेडिकल टोली सहित लिएर सेना हेलिकप्टर मार्फत भ्याली पुग्यो र घाइतेहरूलाई उद्धार गर्दै नजिकैको अनन्तनाग जिल्ला अस्पताल र श्रीनगर स्थित सैनिक अस्पतालमा पुर्याइयो। हालसम्म यो आतंकवादी समूहको हमलामा परेर ज्यान गुमाउनेको संख्या 27 पुगिसकेको छ, जसमा 1 जना नेपाली पनि रहेका छन् भने 20 जना भन्दा बढी घाइते छन्, त्यसमध्ये केही सिरियस अवस्थामा छन्। अहिले यो घटनाले गर्दा सिङ्गो भारत, त्यसमा पनि खास गरिकन जम्मू कश्मीर स्तब्ध बनेको छ, किनकि इतिहासमै पहिलो पटक आतंककारीहरूको समूहले यसरी बिना कारण पर्यटकमाथि हमला गरेको यो पहिलो घटना हो। यो घटनालाई लिएर अमेरिका, रुस जस्ता शक्तिशाली राष्ट्रहरूले घोर भर्त्सना गर्दै भारतको पक्षमा उभिएका छन् भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको आफ्नो भ्रमणलाई छुट्याएर स्वदेश फर्किसकेका छन्। अहिले पुरा कश्मीरलाई हाई अलर्टमा राखिएको छ भने केही संवेदनशील मानिने क्षेत्रहरूमा निषेधाज्ञादेखि कर्फ्यूसम्म जारी गरिएको छ। हिजो भएको यो आतंकवादी हमलाको जिम्मा पाकिस्तानमा आधारित आतंकवादी समूह लस्कर ए तैयबको सहायक संगठन द रेसिस्टेन्स फ्रन्ट TRF ले लिएको छ भने आक्रमणको योजनाकारको रूपमा मुख्य 2 व्यक्तिको नाम बाहिर आएको छ, जसमा सैफुल्लाह कसुरी जो लस्कर ए तैयब वरिष्ठ सदस्य हुन् भने उनले यो घटनाको योजना बनाएको र आसिफ फौजी नाम गरेका अर्का आतंकवादी जो TRF का सदस्य भएको बुझिएको छ भने उनले हिजो फिल्डमा कमान्ड गरेको भन्ने अहिलेसम्म खुल्न आएको छ। र अहिले यस घटनाको भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी NIA ले छानबिन सुरुवात गरेको छ। सुरक्षा निकायले आक्रमणमा संलग्न 3 आतंककारीहरूको स्केच सार्वजनिक गरेका छन्, जसमा कम्तीमा 2 जना चाहिँ विदेशी नागरिक भएको आशंका गरिएको छ। तर उता पाकिस्तानले भने यो हमलामा आफूहरूको हात नभएको भन्दै विज्ञप्ति जारी गरिसकेको छ। पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता शफकत अली खानले अनन्तनाग जिल्लामा भएको आक्रमणमा पर्यटकहरूको ज्यान गएको प्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् भने यो घटनामा आफूहरूको कुनै पनि हात यानि कि संलग्नता नरहेको दाबी गरेका छन्। यस्तै यो घटनामा परि नेपालका एक व्यक्तिको ज्यान गएको पुष्टि भएको छ। ज्यान गुमाउनेमा बुटोल उपमहानगरपालिका वडा नम्बर 14 स्थायी घर भएका 27 वर्षीय सुदीप नेउपाने रहेको खुल्न आएको छ। सुदीप गत शनिबार मात्रै दिदी भिनाजु सहित कश्मीर घुम्न गएका थिए। सुदीपसँगै गएका उनका परिवारका अन्य सदस्यहरू सकुशल भए पनि उनलाई भने आतंकवादीको गोली लागेर मृत्यु भएको छ र सुदीप लगायत सम्पूर्ण मृत्यु हुनेको आत्माप्रति हार्दिक श्रद्धाञ्जली र सम्पूर्ण बिरामी घाइतेहरूलाई शीघ्र स्वास्थ्यको लाभको कामना गर्न चाहन्छु। र थोरै अब यो घटना किन आतंककारीहरूले यसरी चाहिँ मुस्लिम हो कि होइन भनेर सोधेर धर्म सोधेर गोली हाने त भन्ने विषयमा थोरै पृष्ठभूमि अहिलेसम्म हेर्दाखेरि यी आतंककारीहरू चाहन्छन् कि भारतमा लगायत विश्वभरि नै
चाहिँ यो धार्मिक रूपमा चाहिँ एउटा धार्मिक द्वन्द्व होस्, जुन कारणले गर्दाखेरि चाहिँ विश्वमा अशान्तिमय फैलियोस्, अशान्ति मचियोस् भन्ने यी आतंकवादीहरू चाहन्छन्। यी आतंकवादीहरू खासमा कुनै पनि धर्मसँग भन्दा पनि यिनीहरू एउटा यस्तो किसिमको थर्ड क्लास सोच भएका व्यक्तिहरू हुन्छन् जसले भनेको अरूलाई मार्न, अरूलाई जुदाउन, अरूलाई लडाउन मात्रै जानेको हुन्छ। त्यसकारणले म बारम्बार भन्ने गर्छु, हाम्रो देशमा जुन किसिमको एउटा चाहिँ सबै धर्मलाई मान्ने होइन, एउटा धार्मिक हिसाबमा चाहिँ सबैले एकअर्कालाई सम्मान गर्ने अहिलेसम्म चलिआएको छ। यही अवस्थालाई हामीले अगाडि लानुपर्छ। यदि हाम्रो देशभित्र पनि यसरी कुनै पनि एउटा धर्मलाई चाहिँ होइन, कुनै पनि एउटा धर्मको आतंकवादी सङ्गठनहरू हुन थाल्यो, धर्मको नाममा लडाइँ हुन थाल्यो भने यो भन्दा पनि गए गुज्रेको हालत हाम्रो देशमा पनि हुनेछ। यो विश्वको उदाहरणले भनेको छ। त्यसकारणले गर्दाखेरि म फेरि पनि भन्छु, हामी सम्पूर्ण नेपालीहरू यस्ता घटनाहरूबाट हामीले के सिक्नुपर्छ भने हामीले एकअर्काको धर्मलाई सम्मान गर्नुपर्छ, एकअर्कालाई हामीले सम्मान गर्नुपर्छ र सबै कुरा हामी धार्मिक सहिष्णुता र सद्भावको हिसाबले बस्न सक्यौँ भने मात्रै हाम्रो देश बच्न सक्छ। र यो घटनामा अब को दोषी छ तिनीहरूमाथि कडाभन्दा कडा कारबाही होस् भनेर हामी पनि भन्न चाहन्छौँ। लेट्स सी यो घटनाको विषयमा बाँकी अपडेट दिँदै जानेछौँ। अहिलेको लागि यति नै।